ठिक छ मेरो कम्पिटिटर मार्केटमा आइसकेको छ ग्रिल चिकनको रहेछ र 10% डिस्काउन्ट भनेर आइरहेको छ वेलकम ब्याक टु अनदर न्यू भिडियो र आज चाहिँ एकदम नयाँ भिडियो छ र अलिकति खतरा भिडियो छ विभय भाइ यहाँ रवि भाइ र यिनीहरू चाहिँ उतातिर गइरहेको छन् मासु लिन र म चाहिँ जानुपर्ने हुन्छ कलेज अहिले र यिनीहरूले चाहिँ मलाई त्यहाँ कलेज छोडिदिन्छ प्रोग्राम चाहिँ 10 बजेदेखि स्टार्ट हो यिनीहरू चाहिँ एकछिन पछि आउँछन् म चाहिँ अर्गनाइजर टिम हो त्यसैले म हल्का अगाडि जानुपर्ने हुन्छ म चाहिँ एक्ज्याक्टली कलेज पुगेको छु र ट्याक्कै यहाँ छ गेट र यहाँ चाहिँ आज गरुड सेक्युरिटीको पनि उहरू हुनुहुन्छ ट्याक्कै सेक्युरिटीको लागि अब चाहिँ हामी भित्र जानुपर्ने हुन्छ भित्र गएर हेर्छौँ के कस्तो छ के छ ब्राजिल 2 शब्द भन्दै कस्तो भएर आज कस्तो हुन्छ कार्निभल एकदम दामी गर्नुपर्छ र म तपाईँहरूलाई सबै देखाउँछु भित्रको बिस्तारै बिस्तारै के कस्तो छ भनेर उनीहरूले चाहिँ यहाँ ट्याक्कै कार्ड बनाइरहेको छ स्टल जो राखेको छ उनीहरूलाई जस्तो कार्डहरू प्रोभाइड गर्छौँ हामीले सो भर्खर चाहिँ मैले यहाँ आएर चाहिँ मेसिनलाई अन गरेँ र मेसिन चाहिँ ट्याक्क तातिरहेको छ र अरू सबै सामानहरू चाहिँ यहाँको चाहिँ माथि 22 क्लासमा छ किनकि माथि नै 22 क्लास भइरहेको छ त्यसैले सबै सामान चाहिँ अहिले मैले तल झर्न पर्ने हुन्छ यो चाहिँ हो हाम्रो 22 क्लास हजुरलाई 22 क्लास देखाइदिइहालौँ न भनेर सो समथिङ लाइक दिस छ र यहाँको चाहिँ मेसिन चाहिँ यहाँ छ कफी मेसिन र मैले चाहिँ ट्याक्कै यहाँ फोटा फिल्टरहरू टेम्परहरू सबै चाहिँ यो नट बक्समा हालिरहेको छु र मैले सब यहाँ पिसेर खोज्न पर्ने हुन्छ र यो जे चाहिन्छ मलाई सामानहरू लिएर चाहिँ मैले तल लिएर गएर राख्छु र बाहिर चाहिँ भर्खरै प्रोग्रामहरू स्टार्ट भइरहेको छ स्टलहरू बसिरहेको छ अहिले चाहिँ यो कामहरू चाहिँ भइहाल्यो काम भ्यासी छ अनि फ्रिली म घुम्ने छु यहाँ यो चाहिँ यो भलिबल कोर्टमा भएको स्टेज यु क्यान से यहाँ चाहिँ सेटअप भइरहेको छ अझै पनि पुरा भइएको छैन सबैले स्टलहरूको सामानहरू ल्याएर सेटअप गरिरहेको छ म चाहिँ ट्याक्कै यहाँ घुम्दै घुम्दै आएको थिएँ र म चाहिँ यो बल्क किचनमा छु अहिले र बल्क किचनमा चाहिँ हाम्रो साथीहरूले यहाँ बनाइरहेको रहेछ चिज बल्स साथी कसको लागि यो हाम्रो आउने गेस्ट कलाकारहरूको लागि सो उनीहरूले चाहिँ चिज बल गरिरहेको छ चाहिँ स्न्याक्स होला है सर्भ गर्ने स्न्याक्स होला सर्भ हाइटी त एज अ हाइटी चाहिँ हामीहरूले चाहिँ यो सर्भ गर्ने रहेछौँ र उनीहरूले चाहिँ ट्याक्क बनाइरहेको छ र मैले चाहिँ यो लिएर जानुपर्ने हुन्छ बाहिर एक ठाउँ स्टलमा सो ल त राम्रो बनायो त चखाउँछ पनि मलाई एकदम ल अहिले आउनुपर्छ चाख्नुपर्छ गिफ्टहरू पाउने ठाउँ छ यता र यता चाहिँ स्केच बन्ने रहेछ लाइभ स्केच बन्छ आज चाहिँ सो अहिले स्केच बनाउने बेला नि हामी हेर्छौँ कस्तो स्केच बन्छ भनेर एकैछिन यहाँ दीक्षा ल दीक्षा के 2 शब्द भन्दै हुन्न एकदम ट्यालेन्टेड स्टुडेन्टहरु आउनु भएको छ र यो फेस पेन्टिङ एकदमै रिजनेबल प्राइसमा अवेलेबल छ हजुरलाई इन्ट्रेस्ट छ भने प्लिज गर्दिनु होला सो अहिले चाहिँ लगभग 12 बजेको छ र हामीहरू जति पनि अर्गनाइजर छौँ तिनीहरूलाई चाहिँ ट्याक्कै क्यान्टिनमा जसरी खानाहरू कलेजले नै प्रोभाइड गरिदिएको छ र म चाहिँ ट्याक्कै यहाँ खाना लिइरहेको छु र अहिलेसम्म चाहिँ म त्यहाँ बारिस्टामै थिएँ त्यहाँ ट्याक्क सरहरू आइराख्नु भएको थियो सरहरूलाई चाहिँ ट्याक्क कफीहरू सर्भ गरिरहेको थियो अझै स्टिल चाहिँ गेस्टहरू चाहिँ कोही पनि आएको छैन जस्ट सरहरू अनि अर्गनाइजर टिमहरूलाई चाहिँ ट्याक्क कफी खुवाइरहेको छु अब चाहिँ एक राउन्ड पुरै घुम्छु कलेज किनकि अहिले चाहिँ लगभग गेस्टहरू पनि आइसकेको छ र स्टल पनि लगभग कम्प्लिट सेटअप भइसकेको छ म तपाईँहरूलाई सबै देखाउँछु त्यहाँ के कस्तो भइरहेको छ र हल्का बिहानहरू पनि बजिरहेको छ आज कता रमाइलो हुनेवाला छ र म चाहिँ पुरै होल डे चाहिँ कफीमा बस्ने छैन हाम्रो गेस्टहरू आउँछ उनीहरूलाई चाहिँ कफी सर्भ गर्ने अनि अरू बेला चाहिँ ट्याक्क घुम्ने हो चिल हान्ने हो र हाम्रो चाहिँ यहाँ ट्याक्क छ यो अर्गनाइजर टिमको कार्ड I've seen you in a movie, I heard you in a song, now I know. सँग चाहिँ स्पेशली आज चाहिँ चिकनको कस्ट्युम लाएर चाहिँ पर्फेक्टली ग्रिल चिकन बर्गर कफी सो यो चाहिँ ग्रिल चिकनको रहेछ र 10% डिस्काउन्ट भनेर आइरहेको छ हो बाइ
भर्खरै चाहिँ देखिहाल्नु बाहिर यस्तो धुमधाम भइरहेको छ गेस्टहरू लगातार आइरहेको छ अन द डोर आज चाहिँ 200 रुपिस पर टिकट र हिजोसम्म त्यो चाहिँ लिनुभयो 100 मा पाउनुभयो अहिले चाहिँ केटाहरू पनि आउँदैछन् केटाहरूसँग टक्क मिलेर चाहिँ बाहिर यसो एक राउन्ड घुम्नुपर्छ र बाहिर चाहिँ हल्का गर्मी छ अहिले चाहिँ अराउन्ड 12:30 जति बजिरहेको छ र म चाहिँ टक्क एसीको तल बसिरहेको छु यो चाहिँ अराउन्ड 2 टनको एसीवाला मजाको चिसो फालिरहेको छ है सो मलाई चाहिँ चिल छ दाजुलाई मनलाई टक्क यहाँ आयो रेस्ट गर्यो अनि त्यो चाहिँ घुम्न मनलाई चाहिँ ट्याक्क यहाँबाट लाइट अफ गरिदियो अनि बाहिर सर एकचोटि घुम्यो मान्छेहरू आइरहेको हुन्न नि त यहाँ बस्दा बस्दा झ्याउ लाग्छ त्यसैले चाहिँ यसरी चाहिँ यहाँ छोड्नु पर्ने हुन्छ फर पार्टी स्टाफ भनेर ट्याक्क कन्ट्याक्ट छोडिदिएको छु र कसैलाई चाहियो भने चाहिँ फोन गरेर म चाहिँ बाहिरतिर घुमिरहेको हुन्छु भर्खरै अराउन्ड 2 बजेको छ र यहाँ चाहिँ हाम्रो केटाहरू पनि आइसकेको छ त्यसै हाम्रो केटाको टोलीहरू के छ भाइहरू अब ट्याक्क यहाँ चाहिँ रमाइलो हुन्छ हामी ट्याक्क घुम्छौँ फेरि अलिकति क्राउड भइसकेको छ यहाँ चाहिँ एकदम र हाम्रो चाहिँ यहाँ चाहिँ उप्रेती सर सर खै चाहिँ हामीले दीक्षा सुवेदीलाई भेट्यौँ उहाँ चाहिँ एकदम न्याथमको एकदम फेमस के हुनुहुन्छ आर्टिस्ट हो सायद पक्कै नै आर्ट सेक्सनमा बस्नुभयो भने चाहिँ यहाँ आर्टिस्ट हुनुहुन्छ होला कस्तो भइरहेछ त आज कस्तो भइरहेछ ए ल ओके स्योर स्योर सो यता टक्क आर्ट ग्यालेरी जस्तै छ यहाँ चाहिँ र यहाँ चाहिँ आएर यु क्यान पर्चेस के वाट एभर यु लाइक आफूले मन पराउने अनुसार मजाले किन्न पाइन्छ यहाँ छन् बुढा मगर यिनको चाहिँ यहाँदेखि तल के हुँदैन के हुँदैन यहाँदेखि तल यहाँदेखि तल त चल्दैन अरे केही पनि Smoke on the terrace and into the kitchen. I don't want no other way of living. Smile so big, I wanna take a picture. Nothing can replace the feeling when I'm with ya. It don't matter what's outside these walls. Feels like heaven is a place. भर्खरै चाहिँ देख्नुभयो मैले तपाईँहरूलाई देखाएँ हल्का यो बार्टेन्डरहरूको चाहिँ पुरा ऊहरू बनाइरहेको छ क्या बार्टेन्डरहरूको हुन्छ नि यताउताको के भन्छ त्यसलाई भोलि एक्ज्याक्टली जे पनि देख्नु भर्खरै त्यही गरिरहेको छ अब चाहिँ बिस्तारै सबैको पर्फर्मेन्स भइरहेछ र बिस्तारै साँझ पनि परिरहेछ जति साँझ पऱ्यो त्यति चाहिँ रमाइलो हुन्छ र मसँग चाहिँ यहाँ 2 जना नानीहरू फर्स्ट सेमेस्टर उनीहरूले मलाई एकदम धेरै हेल्प गरिरहेछ सो थ्याङ्क यू कस्तो भइरहेछ आज साह्रै रमाइलो हाम्रो दाइले आज यति मिहिनेत गर्नुभएको उल्टै मेरो पो तारिफ गर्छ थ्याङ्क यू भन्नु ल अब हामी चाहिँ ट्याक्कै यहाँ छौँ र एकछिनपछि म फेरि जान्छु अब त लगभग कफी दिएर चाहिँ भइसक्यो र अब चाहिँ म बाहिर जान्छु र एकछिन चिल हान्छु कति काम गर्नु काम पनि धेरै गर्नु नि त Well, I would also like to thank Garud Security. तपाईहरुले हामीलाई सेक्युर गरिराख्नु भएको धेरै धेरै धन्यवाद सबैजना हाम्रा सेक्युरिटी पर्सनलहरुलाई उहाँको चाहिँ भर्खरै नयाँ गाना रिलिज भएको छ जाऊ कहाँ भन्ने वेल अहिले चाहिँ जाँदा जाँदै उहाँ कहाँ जाने भन्दै न्याथम कार्निभल 2023 मा आइसक्नु भएको छ के छ साथी खबर ठिक छ कस्तो भइरहेछ खै कस्तो खोज्यो देख्छु थरी थरी तर भेटिनौ के
म चाहिँ ट्याक्कै यहाँ बारमा बसेर जुस खाइरहेको छु दिस इज ए ब्रस्ट हाम्रो बारिस्ता हो एकदम राम्रो आर्टिस्ट हो है ए मेरो नाक हेर्नु त साथै कति लामो हो अलिक ठुलो भइसक्यो होला नाक चाहिँ सो मैले चाहिँ आज बिहान खाना खाएको त्यसपछि जुस र कफीले नै मेरो जिन्दगी गइरहेको छ र मैले भर्खर बाहिर घुमेर पनि आएको थिएँ बाहिर चाहिँ एकदम रमाइलो भइरहेछ कस्तो भनेको यस्तो दामी रमाइलो भइरहेछ है यतापट्टिको स्टेजमा चाहिँ पुरा उहरू डिफ्रेन्ट पर्फर्मेन्सहरू भइरहेको छ कपाल पर्फर्मेन्स भइरहेको छ र म चाहिँ ट्याक्कै हेर्न आएको छु र म चाहिँ पर्सेर दिदीलाई भेटाएँ कस्तो भइरहेको कपाल छ है एकदम रमाइलो भइरहेछ एकजनाको नाम पिक गर्नुहुन्छ र दुईजना गिभअवे हाम्रा गिफ्ट पार्टनर्सहरू हुनुहुन्छ AUG ट्रेडर्स र मन्त्र गिटार्स सो थर्ड जो हुनुहुन्छ अहिले नाम निकालिसक्नुहोस् सो थर्डमा चाहिँ जित्नुहुन्छ तर्फबाट टी सर्ट म चाहिँ यत्तिको डुलिरहेको थिएँ यहाँ चाहिँ एकदम काम नभएको मान्छेहरू चाहिँ यहाँ रहेछन् है ट्याक्क मैले चाहिँ यिनीहरूलाई भेटेँ र एकछिनमा यहाँ बसिरहेको छु भित्र चाहिँ कफी चाहिँ भ्याइएको छैन एकछिनमा क्लोज गर्छु त्योभन्दा अगाडि चाहिँ यहाँको हल्का रमाइलो लिइहालौँ न भनेर क्लोज गरेर यहाँ चाहिँ छ भेडवाल यहाँ चाहिँ छ रावत भाइ यहाँ चाहिँ छ नानु मेरो च्यानलमा सब्सक्राइब भनेर मैले मेरो कोसेलीमा गरिदियो कि भनेको रहेछ कि भनेको यहाँ चाहिँ छन् भाइ भाइको नाम के हो ल मेरो च्यानलको नाम कोसेली गएर सब्सक्राइब गर है भेटेन भने दिदीलाई सोध है भनिदिन्छौ नि अनि यहाँ चाहिँ सहरको भण्डारी के छ भण्डारी कस्तो हेर्छु देखिएको यार तिमी त मामा ल भण्डारी कोकोलाई मनपर्छ भण्डारी कोकोलाई मनपर्छ तल कमेन्ट गर्नु होला म नम्बर पठाइदिन्छु तपाईँहरूलाई इनबक्समा त्यस्तो रात पनि हुन लागेको छ सो मैले त्यतिको धेरै भिडियो चाहिँ गराउँदैन किनकि मेरो क्यामेराले चाहिँ भेट्दैन मैले चाहिँ दिउँसो नै भ्लग गर्नुपर्ने हुन्छ त्यही पनि बेलुका तपाईँहरू देखाइरहेको हुन्छ के कस्तो हुन्छ किनकि बेलुका खतरा प्रोग्राम हुन्छ सो लेट्स इन्जोय गाइज स्टिल पनि यहाँ बारिस्टा ट्याक्क बन्द गरिरहेको थिएँ र ट्याक्क हामीसँग चाहिँ दाइ आउनु मेरो कम्पिटिटर मार्केटमा दाइसँग मेरो चाहिँ एकदम खुसी लाग्यो एकदम भिडियो हेर्थेँ मैले हजुरको चाहिँ र आज एकदम मैले तिम्रो हेर्थेँ भन्न पाएँ ल हुन्छ भर्खरै चाहिँ हामीले विशाल दाइसँग भेट्यौँ र एकदम रमाइलो भयो एकछिन कुराकानी पनि गऱ्यौँ मैले कफी पनि सर्भ गरेँ र अब चाहिँ हामीले लगभग क्लोजिङ गर्न लाग्यो म चाहिँ एउटा मात्र बत्ती बालिरहेको छु अब चाहिँ क्लोज गर्छ म छिटो निस्किन्छु किनकि 8 पनि बजिसक्यो र हामी चाहिँ यतातिर एउटा बर्थडे सेलिब्रेसन जानु पर्ने छ हेर्नुभयो चल्यो लास्टसम्म सो थ्याङ्क यू सो मच र कार्निभल हेर्नुभयो कस्तो हुँदो रहेछ नाथनको कार्निभल कफी पनि बनाउँदै रमाइलो पनि गरेँ र डबल काम चाहिँ मैले आज हाने र एकदम रमाइलो लाग्यो सो जसले भिडियो लास्टसम्म हेर्नुपर्छ थ्याङ्क यू सो मच एन्ड सी यु इन नेक्स्ट भिडियो भन्दै बाइ